साथीहरू, जय मसिह। मैले चाहिँ आज हजुरहरूलाई मेरो करेला बारीमा फलेको करेला देखाउँदैछु। यहाँ देख्न सक्नुहुन्छ करेला कत्रो ठुल्ठुलो फलेछ। हेर्नु साथीहरू, यहाँ नि छ, यहाँ नि छ, यहाँ नि छ साथीहरू, यहाँ पनि छ। यहाँ चाहिँ भर्खर फलिरहेछ। देख्न सक्नुहुन्छ कस्तो राम्रो करेला छ। यो चाहिँ करेलाको बोट हो साथीहरू। यहाँ चाहिँ सिम्बल तरुलको बोट छ। करेला चाहिँ कति धेरै छ यहाँ पनि देख्न सक्नुहुन्छ। करेला फलिरहेछ। यहाँ चाहिँ घिरौलाको बोट छ। घिरौला फुलिरहेछ। अब घिरौला पनि धेरै फल्न लागिरहेछ। फुल फुल्दैछ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले अस्ति फलेर हामीले खायौँ, फेरि फल्दैछ। अब चाहिँ साथीहरू म यहाँ तपाईँहरूलाई मेरो करेला टिपेर देखाउँछु। करेला देख्न सक्नुहुन्छ कति ठुलो छ, कति ठुलो फलेको छ करेला साथीहरू। म हजुरहरूलाई करेला टिपेर देखाउँछु। यहाँ नि छ कति ठुलो। त्यति हो। हेर्नुहोस् यहाँ साथीहरू, यस्तो अर्ग्यानिक करेला, यस्तो राम्रो हाम्रै करेला बारीमा फलेको यति राम्रो करेला। अब हामी चाहिँ पकाएर खान्छौँ साथीहरू।